जेमेसी नमस्ते अनि न्यानो अभिवादन वेल दिस क्रिसमस सिजनमा चाहिँ यो समयमा हामी युथहरू मिलेर अर्फनेजमा गएका थियौं अनि परमेश्वरले मौका दिनुभयो इन अर्डर टु स्प्रेड आउट लभ युनिटी जोय एन्ड पीस टुगेदर विथ आमा बाबा जसलाई चाहिँ परिवारले त्यागेको थियो बिकज अफ द मेन्टल हेल्थ इस्युज अनि गड गिभ अस अ चान्स हुन्छ नि टु भिजिट देम उहाँको भिडियोलाई मैले ब्लर राखेको छु बिकज अफ देयर प्राइभेसी अनि you know God called us to love each other and God gave us a chance to share that love in action. They may be called orphans but they are never unloved, a place where hope begins again. Every human being deserves love, care and a future. Love lives here. जब उहाँलाई भेटघाट गर्ने मौका पायौं उहाँको स्थिति देखेर हृदय खिन्न भएको थियो तर पनि परमेश्वरले यो बडा दिनको शुभ अवसरमा उहाँसँग प्रेम बाँड्ने मौका दिनुभयो अनि थ्यांक्स बी टु गॉड है They didn't choose this life, but they choose to smile. Everyone here carries a story of courage. Behind every smile is a journey of strength, where broken beginnings meet gentle hearts. युथहरू आमा बाबाहरूसँग नाच्न थाल्यो है अनि त्यहाँनिर रमाटको एटमोस्फियर थियो अनि गड वाज विदिन अस हुन्छ नि अनि गडले चाहिँ उहाँलाई धेरै माया गर्नुहुन्छ अनि आफ्टर द्याट केही खानेकुरोहरू उहाँमा सेयर गर्यो अनि कन्ट्रिब्युट गरेको पैसाले चाहिँ सक्सहरू किनेको थियो उहाँलाई न्यानोपनाको लागि हामीले सेयर गर्यो एन्ड थ्याङ्क यू फर वाचिङ माई रिल्स अनि तपाईँले पनि मौका पाए भने असल काम गर्नु नछोड्नुहोस् गड ब्लेस यु अल